भोलि तिथि छ, बुवाको श्राद्ध टपरा पो बुनेर बसिरहेको छु है। म त साथीहरू चाहियो नि, तिथि श्राद्धमा त टपरा नै चाहिँदछ। जतिसुकै थालहरू किने पनि, जतिसुकै भाँडाकुँडा भयो भने चाहिने चाहिँ सिन्का, हाम्रो परम्परागत टपरा। यस्तै पातहरू भेला पारेर हिजो पत्ता टिपेर ल्यायौँ, अनि दही पखाली गारेर शुद्ध पारेर चिसै छ। अनि त्यसलाई आज दिनभरि टपरा बुनेर अनि त्यहाँबाट शुद्ध भोलि श्राद्ध छ। सिन्का भन्छ यसलाई चाहिँ। अब यो पातको चाहिँ थाल बनाएको बटुका, यो चाहिँ बटुका, यसलाई चाहिँ बटुका भन्छन् होइन। धुना पनि बनिन्छ। अनि यसमै सबै खानेकुराहरू चढाउनु पर्ने। अनि भर्खर सिक्दै बुनेको कस्तो भयो, अब जस्तो भए पनि चल्छ। पत्ता चाहिँ सालको पत्ता टिपेर धोई पखाली गरेर, कुनै त यति धेरै धुलो रहेछ, धुलो नगएर यस्तो छ, धुँदा पनि गएन, सुकेपछि देखिँदो रहेछ। अनि अब भोलि चलाउने बेलामा फेरि ताली सफा गर्नु पर्दो रहेछ। अहिले नयाँ पलाएको पालुवा त्यस्तैबाट बनाएको है पत्ताहरूको टपरी। कस्तो छ हेरिदिनुहोस् सबैजनाले, जाने कि जानिन बनाउन। कुनैका त हाँगै भाँचिएछ, नागा पनि भाँचेरै ल्याइएछ।